गाइस स्वागत छ फेरि पनि तपाईहरुलाई आजको ब्लगमा। सो आई होप कि सबैजना सन्चै हुनुहुन्छ होला र आरामै हुनुहुन्छ होला। फाइनली 2 दिनदेखि मैले ब्लग हाल्न पाएको छैन किनभने ड्युटीको टाइम सेड्युल नमिलेको कारणले गर्दाखेरि। अहिले चाहिँ बिहानको मौसम छ हैन, बिहानको मौसममा यस्तो देखिन्छ है। यो पछाडि देख्न सक्नुहुन्छ यो सबै हाम्रो रुम एरिया हो। यताबाट देख्दाखेरि त झन् धेरै देखिन्छ। उतासम्म 5 वटा कन्टेनर छ, यतातिर एउटा बिल्डिङ छ हैन, यतातिर कति डाँडा छ के छ है अहिलेको मौसम। सो हिजो अस्ति चाहिँ स्यालेरी आएको थियो हैन, भिडियोमा चाहिँ तपाईहरुलाई भन्न पाएको थिएन, आज चाहिँ भन्न गइरहेको छु। लास्टसम्म हेर्नु होला है। मन परेदेखि लाइक शेयर गर्नु, सब्स्क्राइब पनि गर्नु। हर महिना जसरी नि यो महिना पनि तपाईहरुलाई म अपडेट गर्न गइरहेको छु। मेरो स्यालेरी कति आयो पिछले महिनाको हैन, कति बचाएँ मैले भनेर हैन। हर महिनाको स्यालेरी कति आउँछ सबै कुरा म तपाईहरुलाई शेयर गर्छु। मलाई लुकाउन चाहिँ आउँदैन हैन, तपाईहरुलाई शेयर गर्न मन लाग्छ हैन, तपाईहरुलाई पनि राम्रो लाग्छ होला। त्यसकारण गर्दा तपाईहरुले मलाई सपोर्ट दिइराख्नु भएको। यो महिना चाहिँ अब पिछले महिना भन्दा अलिकति राम्रो स्यालेरी आयो हैन, किनभने अहिले चाहिँ अब अलिकति कामहरु बिजी भएको, अलिकति ड्युटी आवरहरु बढेको भएर चाहिँ अलिकति राम्रो स्यालेरी आयो है। सो फुल स्यालेरी कति आयो भन्दाखेरि चाहिँ अब 1100 जस्तो मेरो आएको छ हैन। त्यसमा चाहिँ रुममा गयो, अलिकति खानामा गयो, त्यो सबै म तपाईहरुलाई भन्ने छु हैन। सो 1100 मा चाहिँ मेरो अब रुममा चाहिँ 90 युरो गयो हैन, र हाम्रो अब खानाको चाहिँ यहाँ मेरो 75 जस्तो गयो। यो पालि चाहिँ अलिकति हामीले धेरै खाइयो हैन, र त्यो गयो। र बस कार्डको चाहिँ 50 छुट्याइयो हैन, त्यो अलग्गै छुट्याइयो। र अलिअलि यताउता सपिङ यताउता गर्दाखेरि लगभग 20-30 युरोको सपिङ जस्तो गऱ्यो हैन। आफूले लाउने ड्रेसहरू किन्यो, त्यो सबै गर्दा चाहिँ खर्च पनि अलिकति नै राम्रै भयो है। राम्रै खर्च भयो पनि अब बचत चाहिँ राम्रै भयो। लगभग 200 युरो समथिङ चाहिँ खर्च भयो है यो महिनाको। अब यताउता हैन, अब कमाएपछि अलिकति खर्च पनि हुँदो रहेछ हैन, किनभने खर्च अटोमेटिकली के, किनभने अब रुम खर्च दिनु पर्यो, रुममा बसेपछि रुमको भाडा तिर्नु पर्यो, र खाना पर्यो हैन, खाना पर्यो, अब बसमा हिँड्नै पर्यो, गर्दाखेरि अलिकति खर्च मतलब 200 चाहिँ अब यो महिनाको चाहिँ मेरो खर्च भएको छ हैन। लास्ट महिनामा अलिक कम भएको थियो, यो चाहिँ 200 चाहिँ मेरो खर्च भएको छ। र बजेट चाहिँ मेरो 900 ममा आउँदाखेरि 200 सबै कुरा काटेर चाहिँ 900 चाहिँ बजेट गरियो हैन। 900 युरो चाहिँ बजेट गरियो, र घरमा पनि अब पठाउने छु हैन, पठाउँदैछु। सो यो महिना चाहिँ राम्रै अब कमाइ भयो भनौँ न, किनभने घन्टा ड्युटीहरू पनि हामीले राम्रै गरेको थिएँ, धेरै नै गरेको। रूपमा त्यस्तै हो हैन, जति घन्टा अब आफूले धेरै काम गर्न सक्यो अलिक धेरै नै कमाइ हुन्छ, आफूले काम गर्न सकेन भने त्यति नै कमाइ पनि हुन्छ। हाम्रो त अझै अब पर मन्थको स्यालेरी छैन, घन्टाको आवर हिसाबले दिन्छ हैन। आवर हिसाबले गर्दाखेरि अब गर्नै पर्ने हुन्छ है पैसाको मायाले, किनभने यत्रो टाढा पैसै कमाउनु भनेर आएको हैन। त्यस कारणले गर्दाखेरि अलिकति खटेरै काम गर्नुपर्छ, र हामी खटेरै काम गर्छौँ। त्यसपछि बढी आयो पालि चाहिँ अलिक खटियो हैन, काममा अलिक धेरै गरियो है, ओभरटाइमहरू अलिक बढी गरियो। स्यालेरी आयो, मन खुसी भयो हैन, एकदम अलिक पैसा आउँदाखेरि चाहिँ अलिकति